तर त्यो त्यसै रहेछ क्या। तिमी अनि जापान आउनेलाई के भन्छौ? आऊ भन्छौ कि नआऊ भन्छौ? जापान आउनलाई म चाहिँ नआउ नै भन्छु प्रायः। फलेको रहेछ सुन्तला टिपेर सुन्तला खाने अब। हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम टु माई युट्युब च्यानल। होप सो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। आज चाहिँ म र मेरो साथी ड्रेस म्याचअप गरेर उसले पनि सेतो मैले पनि सेतो लगाएर घुम्न जाँदैछौँ। तर घुम्न जाने कहाँ हाम्रो उमी समुद्र। अनि यहाँ घुम्न जानलाई भनेको त्यही समुद्र हो क्या। काहीँ निस्क्यौँ समुद्र, यता निस्क्यौँ समुद्र, उता निस्क्यौँ समुद्र। त्यही भएर मैले त्यसै फ्रस्ट्रेट भएको छु भने होइन नि त। त्यो देख्दा देख्दा कस्तो लागिरहेको छ समुद्र जाँदा? ओ साथी, कस्तो लागिरहेको छ समुद्र जाँदा? एकदम रमाइलो लागिरहेछ। हेर न, अझ तिम्रो पनि सेतै रहेछ, मेरो पनि सेतै, क्या मिलाएर गयो जस्तो है। बवाल छ क्या यहाँ होटल, एकदम ठुलो समुद्रको छेउमा। फेरि यहाँ आयो भने बब्बाल हावा चल्छ क्या, एकदम चिसो। कस्तो क्लिन क्या है। उसै यहाँ जापानको मान्छे धेरै बाँच्दैन, धेरै बाँच्छ भने होइन नि त। यस्तै सफा फोहोर भन्ने छँदै छैन क्या। यहाँ मात्र भने डरो सामान ल्याउने जहाजबाट कत्रो जहाज हो, कत्रो। अनि यो यहाँको सामान बोक्ने जहाज मान्छन्, मान्छे बोक्ने प्लेन। त्यो देखेर क्या घर जानु मन लाग्छ है। टक्क एकै ठाउँमा प्लेन, पानी जहाज, बबाल। समुद्रको छाल यस्तो बब्बाल दामी दामी हान्दा छ। माछा मार्न आइरहेको छन् यहाँ मान्छेहरू। एकदम माछा मार्ने माहौल के बनिरहेछ। टक्क आउनु पर्ला हामी पनि कुनै दिन यहाँ माछा मार्न। यस्तो निलो एकदम सफा क्या, पानी पनि टक्क लाएर। म चाहिँ हाफ प्यान्ट लाएर जुत्ता लाएर हिँडिदिरहेको छु। अब यहाँ एकछिन घुमेर यहाँनिर हाम्रो नजिकै एउटा मन्दिर छ, मन्दिर टाइपको। अब अनि त्यसपछि त्यहाँ जान्छौँ फेरि। अनि त्यहाँभन्दा अझ माथि डाँडा जस्तो छ, फेरि त्यहाँ जान्छौँ। आज चाहिँ घुमेको घुमे हो। कहिलेकाहीँ घुम्दा घुम्दा फ्रस्ट्रेट लागेको ठाउँ पनि साथीसँग आउँदा चाहिँ रमाइलो लाग्ने रहेछ। आज धेरै पछि फेरि साथीसँग आएको, रमाइलो भयो। ओए कस्तो लाग्यो तिमीलाई? हेलो गाइस, एकदम रमाइलो, इन्जोय। अब हामी कहाँ जाने रे? अब मन्दिर हाम्रो नजिकै फेरि घुम्ने ठाउँ छ नि। ओकिनावामा हुनुहुन्छ भने अनि यो अहिले हामी आएको चाहिँ उमिसोरा पार्क भन्छ। अनि यो चाहिँ एकदम घुम्नलाई बेस्ट। अनि यहाँको सनसेट पनि बब्बाल छ। अब सनसेट त देखाउन पाउँदैन किनकि अब साँझ मेरो काम छ। बिदा भएको दिन चाहिँ म मजाले एक दिन आएर यहाँको सनसेट मजाले देखाउँछु। कता त्यहाँ जाने र? जाने र? जाउँ जाउँ। यहाँ टक्क कपालहरू आएर बस्ने ठाउँ छ होइन। अब यहीँ भएको कपालहरू चाहिँ मजाले आएर यहाँ बस्दा हुन्छ, रमाइलो। यसो घुम्दा घुम्दै अब पिसाब लाग्यो होइन। पिसाब फेर्ने ठाउँ पनि बबाल छ क्या, मस्त दामी, यस्तो सफा छ। जापानमा अरू सबैको पैसा लागे पनि यो दिसा पिसाब गरेको चाहिँ पैसा लाग्दैन। अनि यहाँ पार्कमा धेरै जस्तो पार्कमा पिउने पानी यसरी राख्दा हुन्छ। टक्क यो घुमायो माथि आउँछ। पानी पनि सफा छ। हाम्रो मन्दिर छिर्ने बाटो हो। यहाँबाट अब मन्दिर छिर्दैछौँ हामी। टक्क लाएर हल्का उकालो छ, यहाँबाट छिर्छौँ। अलि टक्क लाएर हामी मन्दिरमा पुगिसकेका छौँ। त्यसै मन्दिरमा आएको छौँ। आफ्नो कल्चर त भुल्नु भएन नि त। तर हाम्रो मन्दिर होइन नि साथी, यो त जापानिज हो यिनीहरूको। तर मान्यो भने हुन्छ, तामाङहरूले सबैले मान्दो रहेछ। तर होइन, तामाङहरूले बुद्धिस्ट हो नि त। अनि तर यहाँको बुद्धिस्ट र नेपालको बुद्धिस्ट चाहिँ एकदम
डिफ्रेन्ट टाइप्स अफ हुन्छ। टोकियोतिर त अनि गौतम बुद्धले मान्छ मतलब यहाँको बुद्ध र नेपालको बुद्ध फरक हुन्छ क्या यहाँको मान्छेले। यस्तो दामी छ क्या। टिकट काट्नु पर्दैन भित्र जानु त पर्छ भने भित्र जान चाहिँ पर्छ होला। यस्तो दामी छ भगवान्। अब यसो 2-4वटा फोटोसोटो खिच्नुपर्छ अनि फेरि अर्को एउटा डाँडा छ त्यहाँ पनि जाने हो आज घुम्दै दिन बिताइदिने हो कि होइन साथी। साँझ 5 बजेसम्म घुम्दै दिन बिताइदिने हो। 5 बजेपछि त काम छ। ए हो यहाँको मन्दिर दामी बवाल छ। यो चाहिँ यहाँको प्रोटेक्टर टाइपको हो होइन। हरेक घरको अगाडि मन्दिरको अगाडि राखेको हुन्छ। अनि के कालो जादु टाइपको अब नराम्रो शक्ति चाहिँ नछिरोस् भनेर यो चाहिँ प्रोटेक्टर टाइपको हो यहाँको। अहिले अब हामी मन्दिर घुमेर नि सकिसक्यौँ। फर्किने अब फेरि उता माथि डाँडोमा जानुपर्छ। यहाँ माथि गएको छौ कि नै? बब्बाल देखिन्छ कि त्यहाँबाट पनि। यस्तो दामी छ क्या। कहिले काहीँ यसो घुम्नुपर्छ रमाइलो गर्नुपर्छ साथीहरूसँग। अनि यहाँ हामी एउटा घुम्न परिहाल्यो होइन साथी। अब उसको फोटो खिचिदिन्छु टक्क लाएर। अहिले अब मन्दिर घुमेर सकेर आइसक्यौँ। अब टक्क लाएर यहाँ माथि डाँडा छ त्यहाँ डाँडोमा जाँदैछौँ। यहाँ बबाल दामी छ क्या घुम्ने ठाउँ यहाँ। अनि यसलाई चाहिँ अब कुन मन्दिर भन्छ नाम चाहिँ थाहा भएन। अनि उमिसोरा पार्क भने अघि घुमेको पार्क हो। अनि यो चाहिँ नामिनो बिचको छेउमा छ होइन। यहाँ काम चलिरहेको रहेछ। यो ट्रेन खतरा छ। यस्तो दामी जङ्गल टाइपको छ क्या। अब यो चाहिँ के हो यो मलाई पनि थाहा छैन। कुनै मान्छेको समाधि जस्तो छ तर मलाई पनि थाहा भएन के हो। यो पहाड चाहिँ पुरै एउटा ढुङ्गामाथि छ। यस्तो ढुङ्गामा यस्तो खोपेर संरक्षण गरेर राखेको छ यहाँ। एकदम फेरि सफा क्या। हावा पनि एकदम फ्रेस छ। यस्तो यो माथि सिँढी चढेर जानुपर्छ। फेरि पिउने पानी हरेक ठाउँमा पिउने पानी राखिदिएको छ यहाँ। म यहाँ आइरहेको छु। फेरि अनि बस्ने ठाउँ यहाँ डेटिङ टाइपको कपालहरू पिउने पानी हरेक चिजको दामी सुविधा छ क्या यहाँ। मस्त लाएर के हो यो रुख गर्ने हो यो सायद हो जस्तो लाग्यो। यति हो यो। यो डाँडा यहाँ माथि त्यहाँ बस्ने ठाउँ। यहाँ बसेर खाने ठाउँ छ। आएर मजाले घाम तापेर सुत्दिन्छ नि यहाँ। म यहाँ तल पनि जान्छु। अहिले तल पनि एउटा मूर्ति छ बबाल आमा छोराको। थाकियो। हामी टक्क लाएर देखिन्छ गुम्बा। हामी टक्क लाएर माथि आएर बसिरहेको छौँ होइन। यहाँ डाँडा माथि भन्ने होला। घाम लागिरहेको छ यसो। ल साथी कस्तो लागिरहेछ? एकदम रमाइलो भइरहेछ हो। तिमी अनि जापान आउनेलाई के भन्छौ? आऊ भन्छौ कि नआऊ भन्छौ? जापान आउनलाई म चाहिँ नआउ नै भन्छु प्रायः मान्छे। किनभने यो देख्नलाई मात्र रमाइलो यताउति भन्ने कुरो हो। खासमा यहाँको यथार्थ भोगाइमा चाहिँ कठिनै छ। खै म त आऊ भन्छु साथी। भोग्नु छ भने त आउँदा हुन्छ। यहाँ आएपछि मेरो विचारमा के लाग्यो भने हेर नेपालमा केही नगरेको मान्छेले नि यहाँ आएर गर्ने रहेछ भन्ने लाग्यो। त्यो चाहिँ एकदम ठिक हो। किनभने अब नेपालमा अब फ्रिडम बसिरहेको मान्छेहरूलाई चाहिँ दुःख के हो, समय के हो होइन, भोग के हो, निन्द्रा के हो होइन, आमा बाउको माया के हो, त्यो चाहिँ आएपछि परदेश आएपछि चाहिँ भोगिने रहेछ। हरेक कुरा सोचे जस्तो चाहिँ छैन जापान छैन। अनि म जे सोचेको छ त्यो चाहिँ 1% पनि छैन। ठ्याक्कै उल्टो हो कि। अनि म चाहिँ होइन के भन्छु भने यहाँ आफ्नो मान्छे छ भने चाहिँ मजाले आउँदा हुन्छ।
आफ्नो मान्छे छ भने एकदम सजिलो हो कि ल भन त्यो चाहिँ हो फेरि काम लगाउनलाई आफ्नो मान्छे भयो भने चाहिँ यताउति काम सेउकाइ गरेर यताउति काम गर्ने एकदम ठिक छ नत्र भने त यहाँ त हेरेको हेरै हुन्छ क्या ल आउने बित्तिकै तिमी कति 5-6 दिनमा काम लाग्यो कि नै हो म त 1 हप्तामै सर्लकै काममा गएको मलाई लाग्यो 1.5 महिना हो तिम्रो मान्छे थियो तिमीले काम लाग्यो त्यो अब हुन अब उसको मान्छे थियो होइन अनि उसले पनि अब काम भन्ने ठाउँमा फेरि एकैचोटि 4-5 जना राख्दैन 2-3 जना राख्दैन अब एकचोटि 1 जना राख्छ त्यसपछि 2-3 महिनापछि फेरि 1 जना चाहियो भने कोहीले छोड्यो भने राख्छ त्यस्तै हो यहाँ अब आफ्नो मान्छे छ भने एकदम बेस्ट धेरै हो तर स्टुडेन्ट भिजामा त जापान नआऊ भने म त स्योर हो क्या यो नभएको म त आऊ भन्छु युरोपै जाऊ विद्यार्थी हो किन गाह्रो छ धेरै गाह्रो छ विद्यार्थी भिसामा जहाँ पनि गाह्रो हो क्या साथी गाह्रो त जहाँ पनि गाह्रो हो भए पनि यो जापान जतिको गाह्रो चाहिँ कहीँ पनि छैन होइन अहिले गाह्रो हो नि त पछि त वर्किङ लाग्यो भने त धेरै राम्रो हो नि वर्किङ लगाएपछि चाहिँ चिल हो कुर्सीमा बसेर आनन्द लगाए अलिअलि भाषा साथै फिलिली हुन्छ साथसाथै अब नयाँ स्टुडेन्टहरूलाई टक्क यसो गर्नुपर्छ भनेर सिकाउनलाई चाहिँ सकिन्छ अनि मैले चाहिँ नेपालबाट आउने बेला के सोचेको थिएँ थाहा छ जापान गइन्छ अब टक्क भिडियोहरू 2 लाख 3 लाख कमाएको भिडियो हाल्ने होइन अरूले तर त्यो त्यस्तै रहेछ क्या कमाइ भने 1 लाख 1.5 लाख 1.5 लाख पनि म्याक्सिमम बढीमा मरि 1.5 लाख हो त्यो पनि अलि गाह्रै छ अनि के सोचेर आयो होइन म चाहिँ के सोचेर आएको 2 लाख 2.5 लाख 3 लाख हुन्छ 50,000ले त खान बस्न पुग्छ होला अरू 2 लाख त घरमा पठाइन्छ कति 6 महिनामा 12 लाख तिरिन्छ सोचेर मैले मेरो चाहिँ यथार्थ कुरा के थियो भने ऋण माग्ने बेला क्या अरूले तपाईँको 3 लाख हुन्छ अरे तल ड्याङ ड्याङ पत्तनी कि सबले हुन्छ जापानमा 3 लाख हुन्छ ड्याङ ड्याङ लियो अहिले यहाँ आएपछि के को 3 लाख हुनु 1 लाख चाहिँ बल्ल बल्ल बस्ने त चान्सै छैन आफूलाई ठिक छ खाना बस्न म्यानेज भयो त्यो पनि यस्तो कडा मेहनत कडा हार्डवर्क गरेर चाहिँ आफूलाई ठिक छ अब ऋण सिन भनेको चाहिँ अब 5-6 महिना बढीमा 1 वर्ष त्यहाँ भने चाहिँ जाँदैन होला भने 1 वर्ष भइसक्यो यहाँ त्यस्तो हुन्छ जापान अझ आधी पनि तिर्न सकाएन होइन छैन त्यस्तो गाह्रो छ एकदम यहाँ अब ऋण तानेर आउने सबै ऋण तानेर आउने चाहिँ म नआऊ भन्छु आफ्नो लगानीमा आयो भने त प्रेसर पनि हुँदैन हो अनि एउटा अर्को कुरा बाउआमाले काम गर्दै हुनुहुन्छ भने अनि त्यसपछि त्यो चाहिँ ऋण तानेर आउँदा पनि फरक पर्दैन किनकि बाउआमाले कमाएर पनि तिरिराख्नु भएको हुन्छ होइन जस्तै अब मलाई त्यस्तो तनाव छैन भनौँ न मम बाबाले काम गर्दै हुनुहुन्छ अनि त्यसपछि तिरिराख्नु भएको छ म अब यहाँदेखि आफूले त सकिया छैन अब त्यही हो घरबाट तिर्दै हुनुहुन्छ त्यही भएर ढुक्क छु म त्यस्तो टेन्सन छैन है टेन्सन त डर टेन्सन छैन यार टुप्पी माथि यार त्यही माथि झन् आम्मा साउ त झन् साउ चोक्कु साउ भन्दा डबल ब्याज हुँदैछ टोटलको हिसाब गऱ्यो भने त अनि महिनामै 30,000 जान्छ ब्याजमा अनि जान्छ साथी यस्तै हो जापान भने एकदम राम्रो आउँदा हुन्छ है उनी समुद्र हेर्ने ठुलो अच्छा बिल्डिङ नेपालबाट हेर्दा त आहा इन्जोय राम्रो फलानाको छोरो त जापानमा छ एकदम इन्जोय गरिरहेको छ हामी चाहिँ बिग्रियो भन्ने सोच चाहिँ नराख्नु होला यस रमाइलो पनि छ जापान नराम्रो छ भन्ने त मिल्दैन यस आउँदा हुन्छ सङ्घर्षको लागि बेस्ट छ है जापान यदि आफूलाई आफ्नो टाइम म्यानेजमेन्ट गर्नु छ भोक के हो निन्द्रा के हो घर परिवारको माया के हो अनि आफूमा मेहनत गर्नु छ केही सुधार ल्याउनु छ म पनि काम गर्न सक्ने रहेछु है भन्ने लाग्छ भने चाहिँ आउनुहोस् तपाईँले मेहनत गर्न चाहिँ यहाँ आएपछि सिक्नुहुन्छ एकदमै तर एक सोचले त जापान आउनै ठिक जस्तो लाग्यो कि हरेक सङ्घर्षहरू बुझ्दो रहेछ क्या तपाईँको यहाँ चाहिँ के छ भने अब हरेकमा घुलमिल हुन सकिन्छ साथसाथै अब कमाउन त अब त्यो कमाउनु भन्दा पनि अब आफूले हरेक अनुभव के म चाहिँ यस्तो बनेको रहेछु होइन म चाहिँ यस्तो थिएँ अब यस्तोबाट यस्तो अब केटाहरू त अब नेपालमा कोही त अब फ्रिडम कपाल कटिङ त्यस्तै चुज प्यान्ट त्यस्तै अरूले देखाउने तरिका त्यस्तै तर यहाँ आएपछि खलिबली हो आफ्नो ठाउँमा हो देखाउने आफ्नो भनेको काम के हो चट्ट काम गएको रुम त्यसको देखाउने टाइम त यहाँ त हुँदैन
कहिलेकाहीँ यसै टाइम हामी जस्तै कहिलेकाहीँ अब महिनामा 2 महिनामा यसो कहिलेकाहीँ जाउँ त ल यसो फ्रेस हुने भनेको भने ठिक छ तर दुःखको लागि चाहिँ एकदम आफूले भोगेर आउनु चाहिँ जापान बेस्ट भन्छ म फेरि एकदम बेस्ट आउँदा हुन्छ एकदम वेलकम छ उहाँ आमा छोराको मूर्ति भनेको चाहिँ उयो हो अब खै मलाई त्यो चाहिँ थाहा भएन है यो के हुन चाहिँ के हो त्यो चाहिँ केही थाहा छैन मलाई तर यसले चाहिँ आमाले छोरालाई दुध खुवाइरहेको मूर्ति छ यहाँ एकदम राम्रो के यो मरेको मान्छेको हो र खै मलाई चाहिँ त्यो बारेमा कुनै आइडिया भएन तर त्यो अब सब हेर न खान्जी ल एउटा हिरागाना छ एउटा माथिको ओ ना भन्ने मात्र रहेछ हो कि सिमास्ता अनि यो अरू छैन सबै खान्छु क्या डेन्जर छ पढ्न त अब कति पनि छैन नि यो के हो खानु मिल्दैन खै के हो खानेकुरा हो र होइन सुन्तला हो ए सुन्तला हो टिप न क्यामेरा होला यहाँ होइन केही हुँदैन हौ यी बबाल सुन्तला फलेको रहेछ टिप न टिप फलेको रहेछ सुन्तला टिपेर यी सुन्तला खाने अब टिप्न त मिल्दैन अब यहाँ अब मिल्छ होला हौ यो कुरै खाने हो र यहाँको उसले खाँदैनन् क्या यसरी टिपेर जापानिजहरूले हामी चाहिँ मैले पनि टिप्नु नहुने हो अब यहाँ थाहा पायो भने त हाम्रो नि कराउँछ सिसियामा त कराउँदैन केही भन्दैन क्या घाममा गएर सुन्तला खानु पर्छ टिपेर तर मिठो छ है मेरो चाहिँ मिठो भयो मिठो तिम्रो रातो पऱ्यो रातो टिप्यो है यहाँ सुन्तला झार्ने पनि बनाएर राख्दा रहेछ यति टिप्यो केटाले अझ फेरि टिप्दैछ झार्न मिल्छ क्या साथी यो खाउनु भनेर त्यो लट्ठी पनि बनाइदिएको अब आजको लागि यति नै अर्को भिडियोमा भेटौँला सबैले सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला र कमेन्ट गरिदिनु होला एकदम माया देखाइदिनु होला ल के भन्छौ बाई बाई भन्ने बेला साथी त्यही त हो नि ल बाई बाई हेभ अ गुड डे पिस आउट जय नेपाल